राम्रो हो भने सुरु भयो। यस्तो सेरेरेरेरेरे त्यो छेक्यो हेर कुइर लाग्यो हेर देउराली डाँडा उसुरा कुइरोले जागए पनि छोडेन कहिले। अन्धकार छ त पुरै यार दिउँसे आउँदै यार बाबु। वाट्सएप धेरै स्वागत छ। के छ कसो छ सन्चै हुनुहुन्छ। धेरै पछि चाहिँ हामी बुढाबुढी निस्किएर घुम्न निस्केका छौँ होइन। त्यस्तो तयारले निस्किरहेको छौँ। हामी चाहिँ बुढाबुढी घुम्न निस्केका छौँ। हामी आज लौके झर्ना होइन त लौके झर्ना जाँदैछौँ। अब अहिले चाहिँ हामी यहाँनिर झोर आइपुग्यो नि त। झोरबाट चाहिँ हामी भिडियो स्टार्ट गर्न लागेको होइन। हामी चाहिँ लौके झर्नासम्म चाहिँ अब यो झोरबाट माथि गुर्जे भन्ने चाहिँ तलतिर झर्ने हो है। अब चाहिँ हामी यहाँबाट जाँदैछौँ है त गाडी है त। अब चाहिँ बाँकी भिडियो क्लिप बोल्ने काम चाहिँ रेजिनाको, म चाहिँ बाइक चलाइरहेको छु है। ल अहिले चाहिँ हामी झोर बजारमा छौँ है। अब यहाँ हामी माथि उकालो लाग्छौँ अलिकति त्यहाँ गएपछि। मुनिबाट चाहिँ सामाकोसी जान्छ भने अब यहाँबाट हामी माथितिर लाग्यो। हामी चाहिँ माथि लाग्नु पऱ्यो। यो चाहिँ झोरको बजार भयो। बस पार्क लौके लाइन चल्ने गाइसम्बो झोर बजार चाहिँ एकदमै हरियाली है। झोरको यहाँ माथि आइपुग्यो होइन। यहाँबाट चाहिँ ल यस्तो दामी भ्युज देखिन्छ ल पुरै हरियो फाँट है। अझै हामी माथि जानै छ। यहाँबाट अझै 2 घन्टाको राइड बाँकी छ। ल भ्युज चाहिँ कति राम्रो हो भने अब चाहिँ हामी नुवाकोटमा प्रवेश गरिरहेका छौँ। वेलकम टु नुवाकोट। चिसो पानी झर्नाहरू यहाँ पनि झर्ना छ। यस्तो झर्ना मलाई किन गाह्रो पर्यो। यहाँ रोक्यो कहाँ जाने त घुम्न जाने योजना बनाउँदै हुनुहुन्छ भने आउनुहोस्। आज हामी तपाईँहरूलाई यो भ्लगमा एकदम स्पेसल ठाउँ देखाउँदैछौँ। एकदमै ठुलो झरना छ। यो चाहिँ बवाल छ है गाइजहरू झर्ना चाहिँ है। झरनामा आइपुग्यौँ है। एउटा जहाँ चाहिँ चराहरूको चाहिँ कस्तो मिठो आवाज आइरहेको छ। अनि कस्तो बोल्ने हामी चाहिँ यो नुवाकोटको एउटा झरनामा आइरहेछौँ होइन। यहाँ चाहिँ चराहरूको कस्तो एकदम शान्त वातावरण अनि चराहरूको चिरचिर आवाज कस्तो मनै रम्म भइरहेछ क्या। हेर्नु न वाउ। यहाँ पनि एउटा सानो सानो झर्ना रहेछ होइन। माथिबाट झरेछ तर हामी चाहिँ मेन झर्ना जाने नै हो। यहाँ भाइहरू पनि रहेछ। यस्तो झर्नाहरू चाहिँ टन्नै आउँछ है। यति राम्रो छ हेर्नु त है। अनि आजको झ्याउगिरी चरा नै होइन
झ्याउकिनी बनाएको चरा होइन नि होइन नि किरा हो अहिले काट्नुलाई मलाई होइन वाउ कति बवाल छ है केटाहरूलाई चाहिँ मिस गरियो झ्याउकिरी भने रुखमा हुन्छ सानो हुन्छ हो कस्तो रमाइलो यहाँ त धेरै पछि चाहिँ बुढाबुढी घुम्न निस्क्यो है होइन त कति 1.5 वर्ष भयो होला होइन 2 वर्ष भयो होला 1.5 वर्ष भयो होला हामी घुम्न निस्क्या पनि थिएन आज चाहिँ रमाइलो हुनेवाला छ है यसलाई लगेर पानीमा चोपल्ने कुरा थियो मेरो प्लान छ जाने चोप्लिन यहाँ नजाने त्यो त पर जाने है ल अब हामी फेरि अब यहाँ फेरि मास्तिर लाग्दैछौँ यो चाहिँ भर्खर कास्टिङ मात्रै हो है गाई यसो गएर आउने हो बबाल राम्रो रहेछ है लाई गाई यस्तो दामी ठाउँ छ है यो ल खिच्यो है यस्तो बबाल छ कि है बाहिर कता हिँड्या तिमीहरू चाहिँ टाढै हो कता लौकेतिर कि यतैतिर हामी उता कितिपुरबाट कता जाने हो अब यहीँ कता जाने माथि जाने शिवपुरी जानला हो ए म चाहिँ यता लौके झर्न जानला हो कि ल नाइस भेरी नाइस ए गाई चाहिँ दामी आउँदो रहेछ है सिन ल ल अब फेरि हामी गयौँ है टु बी कन्टिन्यू यात्रा जारी छ फाइनल्ली हामी चाहिँ माथि झोरबाट माथि उकालो लागेपछि चाहिँ अब हामी माथि आर्मी ब्यारेक कटिसक्यौँ अब यहाँबाट चाहिँ हामी ओह्रालो जान्छौँ लेट्स सी है यस्तो दामी छ है गाईहरू हो अब यहाँबाट चाहिँ हामी सूर्य चौर जाने चाहिँ यहाँबाट हो है सूर्य चौर जाने बाटो यहाँ गुर्जे जाने ककली पनि यहाँबाट पुग्दो रहेछ है निकुञ्ज भित्र निषेधित कार्यहरू भनेको छ है यहाँबाट चाहिँ लौके झर्न जाने बाटो चाहिँ यहाँ मुनि भयो अनि यहाँ सिधा चाहिँ हामी निकुञ्जमा जानुहुन्छ अब यहाँबाट चाहिँ लोकेसन छ कि साथीहरू होइन यहाँबाट चाहिँ यतापट्टि गयो भने सूर्य चौर गुर्जे भन्ज्याङ भइहाल्यो गुर्जे होइन ककनी तारकेश्वर भयो होइन यो सूर्य चौर जाने बाटो चाहिँ यो भयो अब हामी चाहिँ यहाँबाट तल झर्छौँ है यो बाटो हामी चाहिँ शिवपुरी गाउँपालिकामा प्रवेश गरेका छौँ यहाँबाट हामी तल झर्छौँ है यस्तो दामी छ तपाईँहरूले नि आउनु सक्नुहुन्छ होइन आज शनिबार भएर होला एकदम व्यस्त छ क्या है त यता काठमाडौँको सिट चाहिँ यस्तो दामी देखिन्छ तर आज बादल लागेर है एकदम शान्त सुन्दर छ है आज पुरा भिड छ यता जानेहरूको चाहिँ तलतिर पानी परे जस्तो पनि छ हिलिङ एक्सपिरियन्स भइरहेको छ होइन अब चाहिँ हामी जाँदैछौँ ओ हेलो एङ्कर के छ कस्तो अनुभव हुँदैछ ल अब चाहिँ हामी ओह्रालो झर्दैछौँ है यस्तो कुहिरहेको हेर्नु देउराली डाँडा खुसुरा पिरोले जा गए पनि छोडेन कहिले मायाको बिरोले झ्यालैमा बसेर जिस्क्याउनु
पर्दैन छेक्यो झुलेराली डाँडा सुरातिरो रे जहाँ गए पनि छोडेन मैले मायाको दुईरोले छालैमा बसेर झरनाको पानी के साह्रो चिसो गला नै रुझाउने हो झरनाको पानी के साह्रो चिसो गला नै रुझाउने हो मेरो लगाए गाउनु गाउनु ओह्रालोमा ब्रेक लगाउँदा गीतै बिर्से याद कोही हो भाइ यतैबाट जस्तो लाग्छ गुर्जे होमले गुर्जेमा आइपुगेछौँ है हामी चाहिँ छ अरे बोल्यौँ छ अरे भने यही हो खोले गाउँ होइन यहाँ नि एउटा झर्ना त पुग्छ क्या अरे कहाँनिर हो सोध्नुपर्छ ल म बोलिन्छु नि सोध्नु पऱ्यो सोध्नु पऱ्यो दाइ लौके झर्ना जाने कताबाट हो तलैबाट हो यहाँबाट होइन रहेछ यहाँ चाहिँ गुर्जे झर्ना जाने हो होइन फेरि हामी तलै झर्नुपर्ने रहेछ होइन अब फेरि हामी तलैतिर लागिरहेछौँ हामी चाहिँ कन्फ्युज भएको थियौँ यो बाटो होइन तलै रहेछ अनि दाइले चाहिँ तल झर्नुपर्छ भन्नुभयो चिसो छ है जाडो है आज चाहिँ मैले हिरोनी पल्टेर ज्याकेटै नलाइकन आएको है अब काठमाडौँतिर त गर्मी हुन्छ नि त अनि ज्याकेटै नलाइकन आएको है मर्ने भएँ आज म कस्तो चिसो बाबा तपाईँहरू चाहिँ ज्याकेट चाहिँ लिएर आउनु होला है ब्यागमा हालेर आउनु होला लागिदिनु पर्दैन कस्तो चिसो भइरहेको मलाई त वाउ हेर्नु है झर्ना दामी ठाउँमा आइपुगिसक्यो है वाउ साइड लाएर एकछिन राख्ने त होला नि होइन ल दामी ठाउँमा आइपुगेका छौँ होइन तपाईँहरूले विश्वासै गर्न सक्नुहुन्न यस्तो दामी ठाउँ छ है जाउँ त रेजिना जाउँ त यस्तो माथि छ क्या दामी छ क्या त्यहाँ जाउँ न अब यसलाई आगो बबाल छ कि अब हामी फेरि अर्को झर्ना छ है यहाँ अर्को झर्ना पनि छ त्यहाँ गर्नु न त्यहाँबाट खिच्नु न आज झर्ना हेर्ने टन्नै खान्छ है ल यस्तो बबाल लागि चाहिँ अहिले चाहिँ बवाल ठाउँमा आइपुग्यो हामी होइन यस्तो रमाइलो छ यहाँ कति धेरैजना हुँदो रहेछ कि है एकदमै धेरै भिजिटरहरू आउनु भएको बवाल छ यार बवाल 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 दामी 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 यस्तो दामी वा उतै जाऊ
दामी दामी माइन्ड ब्लोइङ एकदमै रमाइलो भिजी हो र रमणीय चाहिँ छ पानी पर्न लाग्यो ज्याकेट यहाँ चाहिँ यो बाटोमा चाहिँ पुल राखिदिनुपर्छ क्या पुल त आयो भने होइन कहाँ जाने अनि लगेन खोलाले यहाँ चाहिँ अझ रमाइलो छ है अब चाहिँ फेरि हामी अब यहाँबाट फेरि टु बी कन्टिन्यू है जर्नी टु बी कन्टिन्यू हामी चाहिँ अब यहाँबाट लौके झर्ना अझै जाने बाँकी छ सबजना भिजिरहेको रमाइलो गरी आज स्याटरडे भएर होला होइन पुरै भिजिन्छ अनि ए मजा आउँछ नि घाम लाग्यो भाइ त ल अब एकदम कहाँनिर गुरुङ गाउँ वेलकम टु गुरुङ गाउँ अँध्यारो भयो ल है दिउँसो अँध्यारो भयो यस्तो के भएको साथीहरू काठमाडौँमा चाहिँ गर्मी छैन यहाँ त यस्तो चिसो छैन मेरियामा म त मैले आज ज्याकेट नलाइकन आएको मलाई लाने हो यहाँ चाहिँ अर्ग्यानिक तरकारीहरू पाइँदो रहेछ आफै उत्पादन गर्नुभएको तरकारीहरू के म जति तल गएँ त्यति जाडो मेरियामा मर्ने भयो हो आज त मलाई यस्तो जाडो भएको छैन नि ज्याकेट नलाइकन आएको नि त आज मैले लगाएर आऊ भने त हो नि हिरो नि पल्टेको मर्ने भयो ल हेर्नु न अगाडि के हो क्या यो ल ल बाटो कहाँ छ ल ल छैन खोइ अन्धकार छ त पुरै यार दिउँसो अँध्यारो बाबु लाइफमा यस्तो पनि भोग्नु पर्यो जाडो महिना त होइन खोइ महिनामा यस्तो कुहिरो ओ ल गाइजहरु ल यहाँबाट कस्तो राम्रो भ्यूज देखिन्थ्यो है हामी बाटो नदेखेर फेरि झुकेर अन्दै पुग्यो भने यस्तो कुहिरोमा भर चाहिँ छैन है ल गाइज यस्तो भयो आज म लौ न खोइ बाटो खोइ ल उताको बाटो खोइ अब टर्निङ आयो पानी आइरहेको छ क्या हिजो रेनको ओडिरहेको छ पानी गर्ला नि है लगभग आइपुगिसक्यो होइन अब यहाँबाट हिँड्नुपर्छ नि 1-आधी घन्टा आधा घन्टा जति हिँड्नुपर्छ भन्ने जस्तो कुरा सुनेको छु मैले होइन बाइक चाहिँ उता माथि राख्यो एकदम चिप्लो बाटो छ यस्तो चिप्लो बाटो छ कि हामी चाहिँ बाइक लानु नसक्ने जस्तो लागेर गइगइ भएको ल ल ल ल ल चिप्लो 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 यस्तो चिप्लो चिप्लो गइहाल्यो पनि होइन रहेछ डेन्जर रेजिना आऊ न स्कुटर फस्यो कहाँ फसेर बसेर त हिँड्नु परेन यस्तो छ बाटोको ताल झर्ना आएको मान्छे झरेको झरेछ झर्ना आएको चुरोटको गन्ध पानी रहिदिए चाहिँ हुन्थ्यो होइन होइन बाइक लिएर आउनु अलि युवाला बाइक भन्छ हो अलि हेभी बाइक भन्छ चाहिँ आउँछ हाम्रो जस्तो अलिक सानोतिनो बाइक त आउँदैन घाम लाग्यो बेला चाहिँ सकिन्छ पानी परेको बेला सकिँदैन बाइक आउने बाटो त छ
तर उक्लिने बेला र गर्ने बेला त गाह्रो छ उकाल्नै गाह्रो छ उक्लिँदैन हतपत्त चिप्लो क्या पैदल यात्रा यहाँबाट हाइकिङ गर्दैछौँ हामी यहाँ होइन चिप्लेलाई रेजिना चाहिँ आइपुगे जस्तो लाग्यो है अब यहाँबाट चाहिँ खुड्किलो झर्ना हामीलाई जस्तो ठ्याक्क लागेर यहाँ चाहिँ खुड्किलो सुरु भयो तल हुनुपर्छ मेन चाहिँ झर्ना चाहिँ है यहाँबाट चाहिँ खुड्किला सुरु भयो यत्रो हिँड्नु लगभग हामी यहाँबाट चाहिँ आधा घन्टा लाग्छ भन्दै थियो होइन ओ यता हेर्नुहोस् हेलो 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 एडभेन्चर छ एडभेन्चर बाटो भाइ जुगा लाग्छ अँध्यारो छ यो खुड्किलो झरेर जाने यहाँबाट अझै कति हिँड्नुपर्ने हो वाउ नाइस छ नाइस लगभग आइसक्यो अब यहाँबाट झर्ना कुहिरोले उ गरेको छैन है कुहिरोले गर्दा देखिएन आइपुग्न लाग्यो है हामी चाहिँ यो ठ्याक्क त्यो उसले क्या ठ्याक्क यता झर्ना आउने बाटोपछि चाहिँ ठ्याक्क पानी परेर डिस्टर्ब भएर खिच्न पाइएन क्या पिकनिक स्पटहरू छ यहाँ खिच्न पाइएन सबैजना आएर रमाइलो गर्न चाहिँ मिल्ने ठाउँ रहेछ लगभग अहिले मैले चाहिँ यहाँबाट झर्ना देखेँ क्यामेरामा चाहिँ देखिँदैन गाइज है डेन्जर रहेछ डेन्जर डेन्जर बब्बाल दामी छ यहाँबाट हेर्दाखेरि ओ माई गड कत्रो आउँदो रहेछ त यस्तो डरपुकलाई लिएर आएको छु डराइहाल्छु गाडी चलाउँदा नि डराएकै छ जे गर्दा नि डराएकै छ किन डराएको हिँड पख न ओइ रेजिना ओइ पख भनेको हिँड्न सक्दिनँ भने अघि ओह्रालो त सुइसी हिँडिहाल्छु नि ल हेर कति राम्रो आउँछ हामी हल्लिन्छ अब झर्दाखेरि हल्लिन्छ ओ उता हेरेर कस्तो वाउ छाँको त डेन्जर छ है यहीँबाट देखिरहेछ बबाल हेर दामी यस्तो झर्ना हेर्न चाहिँ आउनुपर्छ के गाइजहरू शान्तिले झर्ना हेर्ने बबाल छ है ओ माई गड कस्तो बबाल यार यति माथि हाइटबाट है राइट खै 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 फेरि एकचोटि डेन्जर झर्ना आइपुग्यो है गाइजहरू फाइनली हामी चाहिँ बाइक राखेर आधी घन्टा लगभग हिँड्यो है झर्ना पनि आइपुग्यो ल है झर्ना चाहिँ बबाल बबाल छ बबाल कस्तो छ भन्दाखेरि ओएमजी छ ओएमजी ल एकछिन ल ल ओएमजी यति माथिबाट आएको क्या ऐनाको त्यो गर्नु न है पानीका छिटा हो जाऊ 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 मान्छे मात्र छुन्छ भनेर तपाईँको यो पुल लाने यसो फर्लाक्कै भयो भने त के हालत हुन्छ होला
होइन अनि हामी त वहाँ माथि माथिसम्म पुगेको आधी बाटोमा पुगेपछि यो डराएर होइन फर्केर आएको त्यो यतापट्टिको झर्ना चाहिँ जान अलिकति मुस्किलै रहेछ उतापट्टिबाट जानुपर्ने रहेछ यतापट्टिबाट गइयो साह्रै गाह्रो रहेछ जान चाहिँ डेन्जरै राम्रो छ दामी छ यसको साथै आजको तपाईँहरूलाई मेरो भ्लग कस्तो लाग्यो होइन मन पऱ्यो भने चाहिँ लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला यसको साथै आजको भ्लग यहीँ इन्ड गर्नुको भ्लग म यहीँ इन्ड गर्छु होइन किप वाचिङ किप सपोर्टिङ